ज्ञानगंगा च्यानलमा हजुरहरूलाई स्वागत छ। अहिले भइरहेको यस चिसो मौसमको कारणले हजुरहरूको घर परिवारमा रुगाखोकी, ज्वरो र श्वास प्रश्वासको समस्याले पीडामा हुनुहुन्छ भने 3-4वटा तुलसी पत्ताको रस, 3-4वटा मरिचको धुलो, आधा चम्चा अदुवाको रस र आधा चम्चा शुद्ध महको मिश्रण तयार गर्नुहोस् र यस तयार गरिएको मिश्रणलाई बिहान बेलुका दिनको 2 पटक 3 देखि 4 दिनसम्म नियमित प्रयोग गर्नुहोस् र आफ्नो समस्याको समाधान गर्नुहोस् र यस मिश्रणले रुगाखोकी, ज्वरो र श्वास प्रश्वास मात्र नभई नसाहरूको ब्लकेजलाई हात जोड्नेको दुखाइ कम गर्न सहयोग गर्नेछ र यस मिश्रणको बारेमा आफ्ना साथीभाइ इष्टमित्रहरूलाई सेयर गर्नुहोस् र यस्तै जानकारीको लागि हाम्रो यस च्यानललाई सब्स्क्राइब र फलो गर्न नबिर्सनुहोला। धन्यवाद।